सुरुको यो पोखराको यो पावर हाउसको सिडी हो। माथिल्लो टपमा चाहिँ यहाँ म चाहिँ एउटा चाहिँ मान्छे ओह्रालोमा चाहिँ बिहान बिहान दगुर्ने काम गर्ने, योगा ध्यान गर्ने, यहाँ मान्छेहरू आउने लगायतका चाहिँ क्रियाकलाप दैनिक बिहानहरूमा माथि मर्निङ वाक गर्ने सुरुकै चाहिँ र लाउरे हुनेका जमातहरू पनि चाहिँ दौडिरहनुहुन्छ। यो पोखरा तलको चाहिँ यो पोखराको फेवा पावर हाउसको हाउसको गृह हो। यो चाहिँ विद्युत सञ्चालन हुने गृह हो। ओह्रालो निकै ओह्रालो छ यहाँ चाहिँ। ल फेवा पावर हाउसको चाहिँ पानी बहेर यहाँ चाहिँ माथि पौड्ने ठाउँ पनि छ यतापट्टि साइडमा। पावर हाउसको यो चाहिँ पानी हो, यसमा म पौडिरहेको छु। पोखरा फेवा पावर हाउस कटेपछि यता दायाँतर्फ हेर्न सक्नुहुन्छ। माथि पावर हाउसबाट झरेको यो डाँडा माथिबाट चाहिँ झरेको एउटा झरना हो यो। आहाहाहा कस्तो चाहिँ बाफ आइरहेछ, मजाले शरीर भिजाएको छ। गजब छ साथीहरू, कहिले नआउनु भएको छ भने यसो भ्रमण गर्नुहोस्। गजब छ पोखरा फेवा पावर हाउस बिरौटादेखिबाट। पावर हाउसको बाटो सिधै आएपछि तल पावर हाउस हुन्छ, अनि सिडी झरिसकेपछि यो चाहिँ झरनामा आइपुगिन्छ। तल करिब 300वटा सिडी चाहिँ ओह्रालो झर्नुपर्छ लगातार। मजाले झरेपछि यो आउँछ। गजब छ है दृश्य चाहिँ। आहा फेवा पावर हाउसको झरना हेरौँ फेरि। आहा फेवा पावर हाउसबाट